नमस्कार, म उमापति पोखरेल, नायब महाप्रबन्धक नेपाल लाइफ इन्स्योरेन्स। आज म तपाईहरुलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बजारमा ल्याएको मुनाफामा शरीक नहुने नेपाल लाइफ आई इन्स्योर जीवन बिमाको बारेमा जानकारी गराउन गइरहेको छु। हरेक मानिसले आफू रहँदा पनि र आफू नरहँदा पनि आफ्नो परिवारको उज्जवल भविष्यको परिकल्पना गरेको हुन्छ। हरेक मानिसको जीवन अनिश्चित हुन्छ। हामी सबैको जीवन अनिश्चित छ। हामी अनिश्चिततामा बाँचेका छौँ। यो अनिश्चिततालाई निश्चिततामा परिणत गर्ने काम बिमाले नै गर्छ। घटना या दुर्घटनाले सानो ठुलो भन्दैन, धनी गरिब भन्दैन, योग्य अयोग्य भन्दैन, कमाएर खाने र कमाएर खाने भन्दैन। एक्सिडेन्ट ह्यापन्स एक्सिडेन्टली। परिवारको त्यो सदस्य जसले कमाएर परिवारका ती डिपेन्डेन्ट्सहरूलाई खुवाइरहेको छ, जसको कमाइमा परिवारका ती डिपेन्डेन्ट्सहरूको दिनचर्या चलिरहेको छ, यदि त्यही ब्रेड अर्नरमाथि नसोचेको अकल्पनीय घटना घट्छ भने परिवारका ती आश्रितहरूलाई फाइनेन्सियली निकै अप्ठ्यारो पर्न सक्छ। त्यसै कारणले हरेक व्यक्तिले आफ्नो आम्दानीको आधारमा बिमा गरेर बस्नुपर्छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमभन्दा कम लगानीमा बढीभन्दा बढी बिमाको रकमको बिमा गर्न सकिने र आफूले बिमाको अवधिभर तिरेको बिमाको किस्ता, बिमा शुल्क, बिमाको समाप्तिमा फिर्ता गर्न सकिने खालको मुनाफामा शरीक नहुने नेपाल लाइफ आई इन्स्योर जीवन बिमा योजना ल्याएको छ। यो बिमाको प्रवेश उमेर 18 वर्ष हुनेछ। 18 वर्षदेखि 60 वर्षसम्मको व्यक्तिले यो बिमा लिन सक्नेछन्। यो बिमाको अवधि कम्तीमा 5 वर्षको हुनेछ र बढीमा 25 वर्षको हुनेछ। यसको समाप्ति एज 65 वर्ष हुनेछ। यो बिमा कम्तीमा 1 लाख गर्न सकिनेछ र बढीमा 1 करोडसम्मको गर्न सकिनेछ। यो बिमा तिर्नको लागि वार्षिक शुल्क बुझाउन सकिनेछ, अर्धवार्षिक, त्रैमासिक, मासिक र इभन एकमुष्ट बिमा शुल्क बुझाउन सकिनेछ। उदाहरणको लागि यदि 30 वर्षको व्यक्तिले 20 वर्ष बिमाको अवधि राखी रु 1 करोडको बिमा गर्छ भने र एकमुष्ट बिमा शुल्क बुझाउँछ भने 7,32,105 रुपियाँमा 1 करोड बराबरको जोखिम वहन हुनेछ र 20 वर्ष अवधि पुरा भइसकेपछि उसले जम्मा गरेको 7,32,105 रुपियाँ नै फिर्ता पाउनेछ। त्यसै गरी वार्षिक किस्ता बुझाउँछ भने 58,310 रुपियाँ लाग्नेछ। 58,310 का दरले 20 वर्षमा उसले किस्ता बुझाउँदै जानेछ। बिमाको समाप्तिसम्म 1 करोडको जोखिम वहन हुनेछ। बिमाको समाप्तिमा 58,310 × 20 टोटल जम्मा भएको रकम एकमुष्ट फिर्ता पाउनेछ। एवं प्रकारले मासिक किस्ता बुझाउँछ भने केवल 5,206 रुपियाँ मासिक रूपमा किस्ता बुझाउनु पर्नेछ। 5,206 रुपियाँले 1 करोडको जोखिम वहन गर्नेछ र 20 वर्षको अवधि पुरा भइसकेपछि 5,206 रुपियाँ इन्टु जति महिनासम्म तिरेको छ टोटल एकमुष्ट रकम फेरि उसैले बिमाको समाप्तिमा पाउनेछ। यस बिमा योजनामा बिमा शुल्क तिर्ने तरिकाको आधारमा छुट तथा थप रकमको पनि व्यवस्था गरिएको छ। यदि कसैले यो बिमा योजना लिँदा वार्षिक किस्ता बुझाउँछ भने 1% छुट पाउनेछ। यदि अर्धवार्षिक रूपमा उसले किस्ता बुझाउँछ भने उसलाई कुनै किसिमको छुट हुने छैन। यदि त्रैमासिक रूपमा बुझाउँछ भने 3% थप रकम लाग्नेछ भने मासिक रूपमा यदि बिमा शुल्क बुझाउँछ भने उसले तिर्ने बिमा शुल्कमा 6% थप दस्तुर लाग्नेछ। यो बिमा योजनामा बिमाङ्कको आधारमा पनि छुटको व्यवस्था गरिएको छ। 25 लाखसम्मको बिमाङ्कको यदि बिमा गरिन्छ भने कुनै किसिमको छुटको व्यवस्था गरिएको छैन। तर 25 लाखभन्दा बढी बिमाङ्कको यदि बिमा गरिएको छ भने 1% छुटको व्यवस्था गरिएको छ। यो बिमा योजनामा समर्पण मूल्यको पनि व्यवस्था गरिएको छ। यदि कसैले एकमुष्ट, वार्षिक, अर्धवार्षिक, त्रैमासिक
मासिक रूपमा किस्ता बुझाउँदै गएको छ र 3 वर्षको अवधिको पुरा अवधिको बिमा शुल्क बुझाएको छ र 3 वर्ष अवधि पनि पुरा भएको छ भने उसले समर्पण मूल्य लिएर जान पनि सक्नेछ। यो बिमा योजना मुनाफामा सरिक नहुने बिमा योजना भएको हुनाले कर्जाको व्यवस्था गरिएको छैन। यो बिमा योजनामा दुर्घटना लाभ सुविधा एडीबी को पनि व्यवस्था गरिएको छ। 18 वर्षदेखि लिएर 60 वर्षसम्मको व्यक्तिले अतिरिक्त शुल्क तिरी रु 1 करोडसम्मको एडीबी सुविधा लिन सक्नेछन्। भुक्तानी पाउने अवस्था यो बिमा योजनामा बिमाले चालु भई बिमा अवधिभर बिमा गरेको व्यक्ति जीवित रहेको खण्डमा बिमाको समाप्ति पश्चात बिमित स्वयंले नै बिमा अवधिभर भुक्तानी गरेको बिमा शुल्क एकमुष्ट प्राप्त गर्नेछ। यसै गरी यो बिमा योजनामा बिमाले चालु रही बिमा चालु भएको 1 वर्षभित्रमा बिमा गरेको व्यक्तिको कालगतिबाट मृत्यु हुन्छ भने इच्छाको कानुनी हकवालाले केवल बिमा शुल्क मात्रै फिर्ता पाउनेछ। यो बिमा लेखमा बिमा लेख चालु रही 1 वर्ष पुरा भइसकेपछि यदि बिमितको मृत्यु कालगतिबाट हुन्छ भने इच्छाको कानुनी हकवालाले बिमाको रकम पाउनेछ। तर दुर्घटनाको हकमा भने यो बिमा चालु हुँदाकै दिनबाट जोखिम वहन हुनेछ। बिमा चालु भएको दिनबाट यदि कुनै पनि बिमितको दुर्घटनाको कारणबाट मृत्यु हुन्छ भने इच्छाको व्यक्तिले बिमाको रकम पाउनेछ। यो बिमा लेखमा एडीबी को सुविधाको पनि व्यवस्था गरिएको छ। यदि बिमा लिने क्रममा कसैले एडीबी सुविधा लिएको छ र अतिरिक्त शुल्क तिरेको छ भने र बिमा चालु रहेको अवस्थामा उक्त बिमा गरेको व्यक्तिको दुर्घटनाको कारणबाट मृत्यु हुन्छ भने 1 करोडसम्मको दुर्घटना लाभ दिन सकिनेछ। अन्तमा कमभन्दा कम आय स्रोत भएका व्यक्तिहरूले पनि यो बिमा लिन सक्ने, बढीभन्दा बढी आय स्रोत भएका व्यक्ति जसले मुनाफामा सरिक हुने बिमाका योजना लिई बढी इन्भेस्ट गर्न नचाहने तर आफ्नो जीवनमाथि आइपर्ने आर्थिक जोखिमलाई कमभन्दा कम बिमा शुल्क तिरी वहन गर्न चाहने व्यक्तिहरूको लागि यो बिमाको योजना अति उत्तम छ। बजारको माग अनुसार ल्याइएको नेपाल लाइफ आई इन्स्योर जीवन बिमा योजना लिन म सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। यस योजनामा सरिक हुन नेपाल लाइफका आदरणीय अभिकर्ता तथा नेपाल लाइफका शाखा तथा उपशाखाहरूमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु। नेपाल लाइफ, किनकि जीवन अमूल्य छ।